आज चाहिँ म सामानहरू किन्नका लागि बाहिर इनड्राइभ पर्खेर बसिरहेको थिएँ। त्यतिकैमा मेरो इनड्राइभ पनि आइपुग्यो। फुरुरुरु कपाल उडाउँदै हिरोनी जस्तो पोजमा हिँड्न मन थियो, तर के गर्नु, कर्ली कपाल भएर सपनै पुरा भएन। सामानहरू किनेर जीवनको गन्तव्यमा एक्लै हिँड्दै गर्दा एउटा साथीलाई भेटेँ। उसँग मेरो बाटोमै राम्रो चिन्जान भयो। सी इज भेरी फ्रेन्डली एन्ड इन्ट्रोभर्ट, बट म चाहिँ अलिकति छिटो बोलिहाल्छु। हामी फेरि भेट्ने बाचा गर्दै म कलङ्की जाने बसमा चढ्छु। बसबाट उर्लेर गर्मी र तातो घाममा झोला बोकेर टुइकी हिँड्न थाल्छु। त्यहाँ बाटोमा चाहिँ मैले चटपटे र पानीपुरी देखेँ। होस् खादिनँ भन्दै मन मारेर अघि बढ्छु। रुममा आएर लुगा फेरेपछि खान जाम कि नजाम भनेर एकछिन सोध्छु। चटपटे पानीपुरी खानु नपाएको धेरै भएको थियो, नखाइ हुँदै भएन। जेसुकै होस् भनेर खानु जान्छु। धेरै पछि पानीपुरी खानु पाएर होला मन नै खुसी भइरहेको थियो। गम कि गम स्वाद लिली पानीपुरी त खाए, चटपटे नखाइ त्यहाँबाट आउनै मन लागेन। आफ्नो मनलाई आफैले खुसी बनाउनु पर्छ अरे। त्यही बहानामा चटपटी हातमा समातेर खाँदै खाँदै रुम फर्किन्छु। आजको मिनी ब्लगमा यति नै। हस्त, बाइ।